अनि अर्को हामीसँग छ यहाँनिरबाट इन्डेन्टेसन भन्ने छ। इन्डेन्टेसन भनेको यो सर्टभन्दा अगाडिको दुईटा है, दायाँपट्टि एरो छ यतातिर, बायाँपट्टि एरो र दायाँपट्टि एरो फर्केको छ, यिनीहरूलाई हामी इन्डेन्टेसन भन्छौँ है। ल इन्डेन्टेसनमा नि तपाईँहरूलाई जस्तो कि इक्वल टु गरे आरएन्डिडेन्ट गरे मलाई एउटा प्याराग्राफ ल्याउनु छ अनि त्यो प्याराग्राफमा कति 4वटा लाइन ल्याउनु छ, 4वटा लाइन ल्याउनु छ, कतिवटा 4वटा, यसो इन्टु हानेको यो आयो। अब यसलाई कन्ट्रोल जे गरौँ मिल्यो, ठिक छ। अब हेर्नुहोस् त यतातिर पनि बराबर छ यतातिर पनि बराबर छ, तर है हामीले केही फर्मल डकुमेन्टेसनहरू लेख्ने क्रममा सबैभन्दा सुरुको लाइनबाट स्टार्ट गर्छु भने यहाँनिरबाट महोदय लेखेको हुन्छ यहाँ होइन यहाँनिर, अनि यहाँनिरको यो पहिला के हुन्छ यस्तो क्लिक्क भएको हुन्छ, यस्तो भएको हुन्छ। रोको है यो त सबै भयो, मैले यहाँनिर यो मात्रै गरेँ, यहाँनिर आयो है। अब यतातिरको मार्जिन हो हेर्नुहोस्, उतातिरको लाइन डट डट लाइन छ त्योभन्दा उता मार्जिन हो, यतातिर पनि मार्जिन छ हो। अब यो मार्जिनबाट पहिलो लाइन हेरौँ त अन भन्ने छ, मार्जिनबाट यहाँनिर 0.5 यहाँसम्मको ग्याप जुन छ यहाँसम्म आएको छ हो, यसलाई नै इन्डेन्ट भन्छ है। मार्जिनदेखि अनुच्छेद प्याराग्राफसम्मको खाली स्पेसलाई इन्डेन्ट भन्छ। अब यो इन्डेन्टलाई तपाईँ यहाँ क्लिक गर्यो भने यो पुरै प्याराग्राफ यता यता सर्दो रहेछ दायाँतिर, अनि यता क्लिक गर्यो भने राइट साइडतिर सर्दो रहेछ, स्केल फिट भएसम्मै सर्ने हो फेरि है। अनि होइन यस्तरी सर्दो रहेछ भनेको, यहाँ क्लिक गर्यो भने यस्तरी हुँदो रहेछ। यसको सर्टकट कमान्डमा तपाईँहरूले कन्ट्रोलसँग एम प्रेस गर्नुहुन्छ, इन्क्रिज इन्डेन्ट हुन्छ, कन्ट्रोल सिफ्टसँग एम प्रेस गर्यो भने डिक्रिज इन्डेन्ट हुँदो रहेछ है, इन्डेन्ट हुँदो रहेछ। अब केही हामी इन्डेन्टको टाइप्स पनि हेरौँ। इन्डेन्टको टाइपमा हेर्नको लागि मैले यो प्याराग्राफको यो पोइन्टमा क्लिक गरेँ, तलपट्टि ट्याब भन्ने छ, ट्याबको अप्सनमा गएँ, एलाइनमेन्ट लेफ्ट राइट के छ यहाँ हामीले युज गर्यौँ। यहाँ छैन है, रोको है यहाँनिर इन्डेन्ट भन्ने छ, यसमा छ। अनि यहाँनिर एउटा फर्स्ट लाइन इन्डेन्ट हुँदो रहेछ, अर्को ह्याङ्गिङ इन्डेन्ट भन्ने हुँदो रहेछ है। फर्स्ट लाइन इन्डेन्ट र ह्याङ्गिङ इन्डेन्ट भन्ने छ है। जस्तो अहिले योलाई पनि मैले यतैतिर राखेँ, यहाँ क्लिक छ है, अर्थात् यसलाई क्लिक गरेर या सेलेक्ट गरेर जे गर्नुहोस्। ल यो सेलेक्ट छ, यसमा क्लिक गरेर फर्स्ट लाइन इन्डेन्ट गर्यो भने पहिलो लाइन यता सर्दो रहेछ, सर्यो। अब यो नगरिकन तपाईँहरूले ह्याङ्गिङ इन्डेन्ट गर्नुभयो भने पहिलो लाइन यतातिर हुन्छ, अरू लाइन अलि भित्र हुन्छ कि। ह्याङ्गिङ भनेको के अड्किएको झुन्डिएको त हो नि, ह्याङ भएको। फर्स्ट लाइनमा अरू लाइनहरू ह्याङ्गिङ भएको हुन्छ, यस्तो हुन्छ। अब यो भनेको मार्जिनदेखि अनुच्छेद या प्याराग्राफसम्मको स्पेसलाई हामी इन्डेन्टेसन भन्छौँ भने पछि योसँग सम्बन्धित क्वेसन्सहरू पनि हामी हेरौँला। ल यसलाई इन्डेन्टेसन भन्छ है। थोरै हामी माथिदेखि अलिकता रिक्याप गरेर आउँ, अलिकता है, अनि त्यसपछि हामी नोटको कुराहरूमा आउँला। ल मैले यहाँनिरबाट नेपाल भन्ने शब्द लेखेको छु, यो नेपाल भन्ने शब्दलाई तपाईँ कस्तो बुलेटमा राख्ने हेर्नुहोस् त, बुलेट पोजिसन आउँदैछ है। यो बुलेट पोजिसन मलाई मन परेन, अब अरू बुलेट हाल्नु छ भने यसैमा क्लिक गरेर डिफाइन न्यू बुलेटमा हिट गर्नु होला र अनि यहाँनिर सिम्बल पिक्चर फन्ट राख्न पाउनु हुँदो रहेछ। मैले सिम्बलमा क्लिक गरेँ, त्यहाँदेखि सिम्बल धेरै प्रकारका सिम्बलहरू आए। तपाईँ यहाँ सिम्बल यिनीहरू पनि छन्, अदरवाइज यहाँ माथि क्लिक गर्नु होला, यो पोइन्टलाई यहाँ विभिन्न प्रकारका सिम्बल्सहरूको छ है। जस्तै डब्लुबाट आउने है, अर्कोबाट आउने के फन्टहरू छन् यतातिर,
यो फन्टहरू लिन सक्नुहुन्छ। यहाँ टाइप गरे पनि हुन्छ है। विन्डिङ्स भन्ने छ डब्लुबाट आउने यसको सिम्बल्सहरू हेर्नुहोस् त है, यसको सिम्बल्सहरू हेर्नुहोस्। यहाँबाट कुनवाला रोको है, रोको है, रोको है। यहाँबाट यस्तो सिम्बल्सवाला ल्याउने मन लाग्यो अरे, ओके गर्नुहोस्। अब यो सिम्बल्स आयो, इन्टर हाल्नुहुन्छ त्यही सिम्बल्स अगाडि बढ्छ। यो हाम्रो सिम्बल्सको लाइब्रेरीमा एड भइसकेको छ है, बुलेटभित्रको एड भइसकेको छ। त्यसरी हामी थप्न पाउँदो रहेछौँ। ओके ल, अनि यहाँनिर नम्बर छ, यो नम्बर फर्मेटमा लिन पाउनुहुन्छ। नम्बर फर्मेटमा पनि तलपट्टि छ डिफाइन गर्नुहुन्छ भने यहाँनिर हेर्नुहोस् त, अरबिक नम्बर फर्मेट 1 2 मा यो डिफल्ट हो। अनि रोमनमा छ 1 आई मा छ रोमन क्यापिटल र स्मल, एबिसी क्यापिटल स्मल छ। देन फर्स्ट सेकेन्ड थर्ड भन्ने रहेछ यतातिर, र इङ्ग्लिसमा छ है, ON 1 2 गरेर यतातिर छ, फर्स्ट सेकेन्ड थर्ड छ। अनि 0 1 0 2 0 3 भन्ने छ, यो पनि एउटा नम्बर सिक्वेन्स नै हो है। नम्बरिङ दिने स्टाइल 0 1 एन्ड इन्टर 0 2 यसरी आउँछ। भित्र जानु छ ट्याब प्रेस गर्ने, मैले भनिसकेको छु है त, यो चिजहरू छ। अनि लेखेको चिजलाई तपाईँहरूले आफ्नो डकुमेन्टको बिचमा राख्नु छ भने यहाँ क्लिक गर्ने, दायाँतिर राख्नु छ भने यहाँ क्लिक गर्ने, बायाँतिर लिनु छ भने यहाँ क्लिक गर्ने है। अनि प्याराग्राफलाई जस्टिफाई गर्नको लागि यहाँनिर छ, दुईटै साइडतिर बराबर मिलेको छ। र लाइन बिचको ग्यापिङ मेन्टेन गर्नका लागि यहाँनिर छ, कति लाइन गर्ने भन्ने कुराहरू छ है। ओके, यो चिजहरू मैले तपाईँहरूलाई अलि जानकारी गराएँ।